बीएससी सीएसआईटी पढ्ने कि बीआईटी पढ्ने कुन राम्रो? सीएसआईटी राम्रो कि बीआईटी राम्रो? नेपालमा यो दुईटै कोर्स एकदमै पपुलर छ र दुईटै एकदमै एडभान्स कोर्स छ। तर धेरै स्टुडेन्ट्सहरूलाई कन्फ्युजन हुन्छ सीएसआईटी पढौँ कि बीआईटी पढौँ। त्यसैले यो भिडियो लास्टसम्म हेर्नुहोला, हजुरहरूको कन्फ्युजन क्लियर हुनेछ। 3, 2, 1 पहिला हामी हेरौँ सीएसआईटी के हो र बीआईटी भनेको के हो। बीएससी सीएसआईटी को फुल फर्म ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी हो। यो कोर्स टियुले अफर गर्छ र सीएसआईटीमा डिप थ्योरेटिकल प्लस प्र्याक्टिकल नलेज दिन्छ। बीआईटी को फुल फर्म हो ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी। यो कोर्स टियु, पोखरा युनिभर्सिटी र केही प्राइभेट कलेजहरूले अफर गरेका छन्। बीआईटीमा आईटी सिस्टम, नेटवर्किङ, वेब सफ्टवेयर डेभलपमेन्टलाई बढी इम्फसाइज गरिएको छ। सीएसआईटी र बीआईटीमा कुन कुन सब्जेक्टहरू पढाइन्छ? सीएसआईटीमा प्रोग्रामिङ इन सी, सी प्लस प्लस, जावा, जावास्क्रिप्ट, डेटा स्ट्रक्चर एन्ड अल्गोरिदम, अपरेटिङ सिस्टम, आर्टिफिसियल इन्टेलिजेन्स, म्याथमेटिक्स र केही थ्योरेटिकल सब्जेक्टहरू पढाइन्छ भने बीआईटीमा नेटवर्किङ, साइबर सेक्युरिटी, बिजनेस एन्ड आईटी म्यानेजमेन्ट, सफ्टवेयर डेभलपमेन्ट, डेटाबेस सिस्टम जस्ता सब्जेक्टहरू पढाइन्छ। हामीले दुईटै कोर्स हेऱ्यो भने सीएसआईटीमा बडी थ्योरी र हेभी कोडिङ छ भने बीआईटीमा मोर प्र्याक्टिकल र बिजनेस ओरिएन्टेड स्ट्रक्चर बनाइएको छ। सफ्टवेयर डेभलपमेन्ट, डेटा एनालिस्ट, डेटा साइन्टिस्ट, एआई/एमएल इन्जिनियर, डेटाबेस एडमिनिस्ट्रेटर, सिस्टम एनालिस्ट, वेब एन्ड एप डेभलपर जस्ता करियर अप्सन्सहरू पाइन्छ। त्यसै गरी बीआईटी सकेपछि आईटी सपोर्ट म्यानेजर अथवा डेटाबेस एडमिनिस्ट्रेटर, वेब डेभलपर, बिजनेस एनालिस्ट जस्ता करियर अप्सन्सहरू हामी हेर्न सक्छौँ। यदि तपाईँलाई कोर प्रोग्रामिङमा इन्ट्रेस्ट छ भने हजुरले बीएससी सीएसआईटी गरेको राम्रो। बीआईटी पढेपछि तपाईँ आईटी म्यानेजमेन्ट र सिस्टम ओरिएन्टेड जबको लागि तपाईँ एलिजिबल हुनुहुन्छ। टियु अफिलिएटेड कलेजहरूले मात्रै बीएससी सीएसआईटी प्रोग्राम तपाईँलाई अफर गर्न सक्छ। टियु अफिलिएटेड छैन भने त्यस्तो कलेजमा तपाईँ बीएससी सीएसआईटी पढ्न सक्नुहुन्न र सीएसआईटी पढ्नको लागि तपाईँलाई इन्ट्रान्स कम्पलसरी पास गर्नुपर्ने हुन्छ। नेपालमा 60 कलेजहरूले बीएससी सीएसआईटी अफर गर्छ र एप्रोक्सिमेटली 3000 स्टुडेन्ट्स हरेक वर्ष एडमिसन लिन्छन्। त्यसै गरी बीआईटी टियु, पियु र केयुले अफर गर्छ र बीआईटी पढ्नको लागि कुनै बीआईटी प्रोग्राममा तपाईँले इन्ट्रान्स दिनु कम्पलसरी छैन। नेपालमा बीआईटी कोर्स अफर गर्ने 15 जति कलेजहरू छन् र हरेक वर्ष एप्रोक्सिमेटली 600 विद्यार्थीहरूले एडमिसन पाउँछन्। अब हामी हेरौँ हाम्रो मेन टपिक, सीएसआईटी राम्रो कि बीआईटी राम्रो। हेर्नु, यो डिसिजन हरेक मान्छे पछाडि फरक पर्छ। तर तपाईँलाई कोडिङ र अल्गोरिदम मन पर्छ र कम्प्युटर साइन्सको डिप नलेज चाहनुहुन्छ भने सीएसआईटी बेस्ट हो। र तपाईँलाई आईटी, नेटवर्किङ जस्ता फिल्डमा बढी इन्ट्रेस्ट छ भने बीआईटी चाहिँ राम्रो हुन्छ। दुईटै कोर्सको ड्युरेसन 4 इयर्स नै हो र फिज पनि उस्तै छ। अब हजुरमाथि डिपेन्ड पर्छ हजुरलाई केमा बढी इन्ट्रेस्ट छ र कुन कोर्स बढी मन पर्छ।